आइटम आज हामीले इन्स्टलेसनको प्रोसेसमा मात्रै हेर्नेछौँ होइन, के कति गर्ने त्यसलाई सेटअप गर्ने तपाईँहरूले डाउनलोड गरेर राखिसक्नु भएको छ होला होइन। हिजो भनेको वर्डप्रेस फर्म कसरी बन्छ भन्ने कुरा हेऱ्यौँ, कन्सेप्ट र तपाईँको डोमेन नेम र सर्भर होस्टिङ कसरी मिलेर बन्छ, एउटा फर्म हुन्छ वेबसाइट होइन, कसरी बन्छ त्यो त्यसको बारेमा थोरै हामीले बुझेको थियौँ। अब आज हामीले यसलाई थोरै प्राय यो सबै कुरा डोमेन वेबसाइट डिजाइन र वेबसाइट डेभलपमेन्ट भने के हो पनि तपाईँले बुझ्नुभयो, कसरी काम हुँदो रहेछ भन्ने कुरा पनि होइन। अब डोमेन नेमको बारेमा तपाईँले सिम्पल बुझिहाल्नुभयो। डोमेन नेम भनेको युनिक सेट अफ क्यारेक्टर हो होइन। डोमेनको टाइप 3टा हुन्छ, तपाईँले यति कुरा बुझ्नु भएको छ ओके। यस्तोमा केही कुरा त तपाईँहरूलाई कन्फ्युजन छैन नि होइन। तपाईँहरूले हिजो पनि मैले तपाईँहरूलाई मजाले नै गाइड गरेको थिएँ। केही कुरा कन्फ्युजन छ भने अझै पनि तपाईँले सोद्धा हुन्छ, किनकि हामीले 14 दिनभित्रमा मजाले एउटा फुल फेज वेबसाइट बनाएर लाइभ गर्नेछौँ क्या, ठिक छ। तपाईँहरूको लागि रजिस्ट्रेसनको लागि भिडियो पनि बनाइदिएको थिएँ, त्यसमा तपाईँले हेर्नु पनि भयो होला कति कुराहरू। डोमेन 3 टाइपको हुन्छ, टप लेभल डोमेन होइन, कन्ट्री कोड लेभल डोमेन र स्पोन्सर टप लेभल डोमेन, ठिक छ। अब यो हेर्नुभयो। त्यसपछि होस्टिङ भनेको चाहिँ के हो, तपाईँले सिम्पल अहिलेको लागि भर्चुअल स्पेस भनेर बुझ्नुभयो भने सकियो तपाईँको। धेरै अहिलेको लागि बुझिरहनु परेन। हामी पछि इन्डेक्समा पनि कसरी लिने होइन, हामीले नेपालमै पनि कसरी लिने भन्ने कुरा हेर्छौँ। अनि वेबसाइट भने कलेक्सन अफ वेब पेज, सिम्पल यति हो। तपाईँले यो कुरा बुझ्नुभयो। मेन भनेको तपाईँले वर्डप्रेसमा जति पनि बुझ्नुपर्ने कुराहरू, वर्डप्रेस भने के हो यो कुरा बुझिहाल्नु भयो। वर्डप्रेस टाइप्स कतिवटा हुन्छ भन्ने कुरा बुझ्नुभयो। र हामीले वर्डप्रेस ओआरजी युज गर्छौँ कि wordpress.com युज गर्छौँ भन्नुहोस् त कसैले? सर ओआरजी। ओके, एकदम गुड। ल ठिक छ, हामीले चाहिँ ओआरजी युज गरेर हामीले वेबसाइट बनाउनेछौँ, हाम्रो वेबसाइट, ठिक छ। ल अब हामीले किन गर्नुपर्छ वेबसाइट नै होइन, किन प्रिफर गरियो भन्दाखेरि तपाईँको एउटा यो चाहिँ फ्री हो होइन, फ्री कन्टेन्ट म्यानेजमेन्ट सिस्टम हो। यहाँ चाहिँ कुनै पनि कोड नगरिकन तपाईँले एउटा फुल पेज वेबसाइट बनाउन सक्नुहुन्छ। इजी टु कस्टमाइजेसन्स, मोर देन 33% वेबसाइट चाहिँ तपाईँको वर्डप्रेसबाट बनेको छ होइन। अनि त्यसपछि एसइओ फ्रेन्डली छ, लो बजेट छ होइन। तपाईँले यसमा मजाले तपाईँको एक अर्काबाट डोमेन अगाडि जस्तै तपाईँको डोमेनलाई पनि अर्को डोमेनमा पनि सिफ्ट गर्न सक्नुहुन्छ। तपाईँ माइग्रेट भन्छ है त्यसलाई, सिम्पली टेक्निकल टर्ममा चाहिँ तपाईँको वेबसाइट तपाईँले लोकलमा बनाइसक्नुहुन्छ, भोलि त्यसलाई चाहिँ लाइभ गर्नु पऱ्यो। कसैलाई तपाईँले चाहिँ मेरो वेबसाइट सर्च गर्न भनेर भन्नुभयो भने त्यो देखिनको लागि, इन्टरनेटमा भिजिबल हुनको लागि चाहिँ हामीले होस्टिङ लिनुपर्छ। होस्टिङ र डोमेनलाई इन्टिग्रेट गरिसकेपछि लाइभ गर्ने प्रोसेसलाई जब हामी लोकलमा क्रिएट गर्छौँ, त्यसलाई हामीले चाहिँ लाइभमा लानको लागि चाहिँ के गर्छौँ भन्दाखेरि सिम्पल माइग्रेट गर्छौँ। ओके, त्यो पनि कसरी गर्छौँ हामी प्र्याक्टिकली नै हेर्नेछौँ। र अनि त्यसपछि किन हामीले चाहिँ वर्डप्रेस नै युज गर्ने हाम्रो वेबसाइट बनाउनु भन्दाखेरि इजी टु युज, कस्टमाइजेबल, एसइओ फ्रेन्डली, मोबाइल फ्रेन्डली होइन। यी भने के हो भन्नुहुन्छ भने हामी डेभलपमेन्ट गर्दै जाँदाखेरि हामी हेर्छौँ, ल डिजाइन गर्दाखेरि पनि हेर्छौँ, डेभलपमेन्ट गर्दा पनि हेर्छौँ। यो मोबाइल फ्रेन्डली भनेको चाहिँ सपोज मानिदिउँ अब अहिले हेर्नुहुन्छ भने 90% मान्छेहरूले चाहिँ के गरिरहेछ भन्दाखेरि वेबसाइट जुनसुकै एप्लिकेसन होस् त्यो मोबाइलबाट नै के गरिरहेछ, भ्यू गरिरहेछ नि त होइन। त्यसको लागि हामीले बनाएको वेबसाइट चाहिँ मोबाइलमा पनि भ्यू लाइक हुनु पर्यो, मोबाइल रेस्पोन्सिभ हुनु पर्यो क्या, ठिक छ। र अब तपाईँ अरू ट्याब्लेट रेस्पोन्सिभ हुनु पर्यो, त्यसको लागि चाहिँ हामीले यो मोबाइल फ्रेन्डली भन्नु कारण चाहिँ स्केलेबल र फ्लेक्सिबिलिटी भनेको तपाईँले जति पनि स्केल गरेर बढाउन सक्नुहुन्छ। तपाईँको यसमा ओआरजीमा लिमिटेसन छैन। र तपाईँको रेडिमेड थिमहरू युज गरेर पनि, टेम्प्लेट युज गरेर पनि मजाले काम गर्न सकिन्छ। स्ट्रङ कम्युनिटी, जस्तै यो स्ट्रङ कम्युनिटी चाहिँ किन मैले भनिरहेको छु भन्दाखेरि अहिले अब हाम्रो पनि 2000 अहिले रिसेन्टली है, अहिले हाम्रो के भइरहेछ भन्दाखेरि वर्ड क्याम्प है, वर्ड क्याम्प पनि भइरहेछ 2025मा है, काठमाडौँमै भइरहेछ। यसमा पनि एउटा ह्युज कम्युनिटी छ क्या। वर्डप्रेस समिट काठमाडौँ, वर्डप्रेस समिट भक्तपुर, वर्डप्रेस समिट बुटवल, वर्डप्रेस समिट पोखरा, धेरै छ क्या यसको कम्युनिटी। तपाईँलाई यस्तो कुनै प्रब्लम पऱ्यो भने त्यो कम्युनिटीमा गएर पनि तपाईँले चाहिँ सपोज मान्थ्यो मैले आफ्नो फेसबुक खोलेँ भने मसँग धेरै कम्युनिटिजमा जोडिएको छु र कम्युनिटीमा कन्ट्रिब्युट पनि गरेर आइरहेको छु क्या। जस्तै सपोज मैले हेर्नु अहिले यो वर्डप्रेस नेपाल भन्ने अहिले यो तपाईँको वर्ड क्याम्प भनेको यही हो है, ठिक छ। अब यसमा चाहिँ अब तपाईँहरूले पार्टिसिपेट गर्न सक्नुहुन्छ है, जो कोहीले। हाम्रो अप्रिलमा हुँदैछ, ठिक छ। म पनि यसमा एज अ अर्गनाइजरको टिममै छु, ठिक छ। तपाईँहरूले यसको बारेमा केही बुझ्नु पऱ्यो भने मलाई पनि भन्दा हुन्छ, ठिक छ। म अर्गनाइजर टिममै छु। र अब वर्डप्रेस तपाईँको धेरै छ। वर्डप्रेस काठमाडौँ, वर्डप्रेस तपाईँको पोखरा है, भक्तपुर, धेरै ठाउँमा छ। तपाईँले जहाँदेखि पनि सपोर्ट लिन सक्नुहुन्छ है। यसको कम्युनिटी धेरै ठुलो छ, ठिक छ। तपाईँले वर्डप्रेस नेपालमा जाँदा पनि भयो होइन। पोखरामा क्लब नै छ, प्राइभेट क्लबहरू होइन, धेरै छ। यसको कम्युनिटी चाहिँ किन धेरै छ भन्दाखेरि तपाईँलाई भोलि सपोर्ट
चाहियो भने तपाईँलाई इमिडिएटली केही इस्यु आयो भने तपाईँलाई हेल्प मिल्छ क्या, ठिक छ? ओके, ल ठिक छ। यसको लागि चाहिँ हामीले चाहिँ वर्डप्रेसमै बनाउने भनेको हो क्या। ल ठिक छ, यो कुरा तपाईँहरूले बुझिसक्नु भएपछि हामी मुभ टु अगाडि बढौँ, ठिक छ? अब इन्स्टलेसनको प्रोसेसमा तपाईँहरूले के गरिसक्नु भयो भन्दाखेरि ज्याम र तपाईँले के गर्नुभयो, आफ्नो वर्डप्रेस ओआरजी चाहिँ इन्स्टल गरिसक्नु भयो। अब यसलाई चाहिँ हामीले के गर्छौँ भन्दाखेरि कनेक्ट गरेर चाहिँ हामी वेबसाइट बनाउन लाग्छौँ भनेतिर हेरौँ, ओके? ठिक छ। अब हामीले के हेरौँ भन्दाखेरि अब हामीले भनेको चाहिँ त्यसलाई कनेक्ट गरेर कसरी, जस्तै तपाईँहरूले हेर्दै हुनुहुन्छ होला, र यो ग्रुपमा को जोइन हुनुभएको छ जोइन हुनु ल। यहाँ ग्रुपमा म एउटा उयो पनि हालिदिन्छु र तपाईँको वाट्सएप ग्रुपमा पनि हालिदिन्छु, ठिक छ? जोइन हुनुभएको छैन जोइन हुनु होला, ठिक छ? र अर्को भनेको अब तपाईँले के गरिसक्नुभयो, वर्डप्रेस ओआरजी डाउनलोड गरिसक्नुभयो, ठिक छ? मेरो भोइस क्लियरली सुनिरहनु भएको छ नि तपाईँहरूले? इस्यु छ भने अनम्युट गरेर, त्यो केही बुझ्नु भएन भने अनम्युट गरेर सोधिहाल्नुहोस् ल। एकदम फ्रेन्डली भएर सिक्ने, तपाईँ सिक्न आउनु भएको, तपाईँले जति क्वेसन गर्नुहुन्छ त्यही अनुसारले तपाईँले आफ्नो नलेजलाई इन्क्रिज गर्नुहुन्छ, ओके? र तपाईँले ज्याम भन्ने यो दुईवटा चाहिँ तपाईँले डाउनलोड गरिसक्नु भयो, जहाँसम्म लाग्यो सबैले गरिसक्नु भयो, ओके? अब त्यसपछिको प्रोसेस के गर्ने भन्नुहुन्छ भने चाहिँ अब त्यसपछिको प्रोसेस हामी गर्नेछौँ, ओके? यो दुईवटा तपाईँहरूले हिजो एक्सप्लोर पनि गर्नुभयो होला, वर्डप्रेस ओआरजीमा गएर के हुन्छ भन्ने कुराहरू, होइन? अब यसमा केही कुरा अझै पनि कन्फ्युजन छ भने म तपाईँलाई अब हामी डेभलपमेन्टको फेजमा जाँदाखेरि त्यो कुरा म गाइड गरिहाल्छु। अब यो भनेको चाहिँ के भन्नुहुन्छ भने यसलाई चाहिँ हामीले आफ्नो कम्प्युटरलाई चाहिँ लोकल सर्भर बनाउनको लागि चाहिँ यो सफ्टवेयर युज गरिन्छ, ओके? अपाचे भन्ने सफ्टवेयर, ठिक छ? अब हामी यसलाई इन्स्टल गरिसक्यौँ है। इन्स्टल गरिसकेपछि अब यसलाई के गरौँ भन्दाखेरि यसलाई चाहिँ हामी अब तपाईँको सिधै कहाँ जाउँ भन्दाखेरि डाउनलोडमा जाउँ। तपाईँले डाउनलोड गरेको अप्सन यहाँ आउँछ, ओके? कहाँ छ भन्दाखेरि वर्डप्रेस यहाँ छ, तपाईँको ज्याम यहाँ छ, ठिक छ? अब तपाईँले यो डाउनलोड गरेर कहाँ आएको छ, तपाईँको जुन ल्यापटप छ है, तपाईँले युज गरेको जुन ल्यापटप छ त्यो ल्यापटपमा आएको हुन्छ है। त्यसको पनि डाउनलोडमा आएको हुन्छ, फोल्डरमा आएको हुन्छ, डाउनलोड फोल्डरमा, ठिक छ? अब तपाईँले के गर्ने भन्दाखेरि मेरो चाहिँ यहाँ ड्राइभ भनेको दुईवटा छ, लोकल सी छ होइन, लोकल डिस्क सी, अनि एउटा विशाल भन्ने छ होइन। अब यो कुनमा राख्ने भनेर तपाईँले राखेर गर्दा हुन्छ, तपाईँले सीमै राख्दा पनि भइहाल्यो होइन। र तपाईँले यहीँ गर्छु भन्नुभयो भने डाउनलोड भएकै फ्रेममा गर्छु भन्दाखेरि चाहिँ तपाईँको पछि अलिक अब प्रब्लम केही भएर आइहाल्यो भने होइन, त्यस्तो प्रब्लम आउँदाखेरि चाहिँ तपाईँको उठ्छ क्या फेरि। त्यही भएर एउटा कुनै डिस्कमा सीमा, लोकल सीमा होस् अथवा डीमा तपाईँले स्टोर गरेर राख्नु होला, ठिक छ? अब यो भइसकेपछि अब यसलाई हामीले के गरौँ, तपाईँले यसलाई चाहिँ तपाईँले सिम्पल यो ज्याम भन्नेलाई चाहिँ राइट क्लिक गरेर के गर्ने, राइट क्लिक गर्नुहोस्। त्यसपछि यसलाई चाहिँ अब यसलाई यस्तो वार्निङ आउँछ, यसलाई केही नगर्ने, ओके गरिदिने, अनि यसलाई के गरिदिने, नेक्स्ट गरिदिने, केही गर्नु परेन, नेक्स्ट नेक्स्ट गर्ने। अब यहाँ चाहिँ तपाईँले के गर्नु, सिलेक्ट अ फोल्डर भनेको छ, यो कुन फोल्डरमा राख्ने त होइन, कुन फोल्डरमा राख्ने त्यो तपाईँले डिसाइड गर्नु पर्यो सुरुमा। म सीमै राख्छु ल, ठिक छ? भने चाहिँ तपाईँले यदि म डीमा राख्छु भन्नुहुन्छ भने यहाँ आउने अनि यसलाई यता उडाइदिएर यहाँ डी टाइप गर्ने क्या, यसरी, ठिक छ? नत्र म सीमै राख्छु भने चाहिँ सीमै यसरी छोडिदिने, ठिक छ? अब मैले के गरेँ, म सीमै राख्छु, यसलाई के गर्ने, नेक्स्ट गर्ने, नेक्स्ट नेक्स्ट, ठिक छ? यसकोमा तपाईँहरूलाई यो भनेको एउटा इनिसियल फेज हो, किनकि कनेक्ट गर्नको लागि इनिसियल फेज चाहिँ हो। यसको मैले प्रोपर तपाईँहरूलाई स्टेप बाई स्टेप लेखेको पनि छु, त्यो लेखेको कुरा म तपाईँलाई ग्रुपमा पनि अहिले पछि हालिदिनेछु। अहिले यो जुन मैले सिकाइसकेको मजाले हेर्नुहोस्, अनि तपाईँहरूले पनि प्र्याक्टिकली गर्दाखेरि प्रब्लम आयो भने त्यो हेरेर पनि गर्न सक्नुहुन्छ। यसलाई इन्स्टल हुँदै जान्छ। अब हामीले यो गर्दै गर्दाखेरि एउटा के काम गरौँ भन्दाखेरि यहाँ पनि वर्डप्रेसलाई पनि के गर्नुहोस्, वर्डप्रेसमा के गर्नुहोस्, राइट क्लिक गर्नुहोस्, अनि त्यसपछि एक्सट्र्याक्ट अल क्लिक गर्नुहोस्। अब यो पनि सीमै राख्ने हो भने चाहिँ ओके, ठिक छ? यसलाई सीमै राख्नु दिनुहोस्, यसलाई के गर्नुहोस्, एक्सट्र्याक्ट गर्नुहोस् ल। मैले के भने त्यो कुरा ध्यान दिनुहोस् है। त्यो यो कुरा चाहिँ इनिसियल फेज हो, यो कुरा भएन भने हामी अगाडि बढ्न सकिँदैन क्या, हाम्रो डाटाबेस क्रिएट हुँदैन। अब नत्र यो सबै नगर्ने हो भने डाइरेक्टली तपाईँले डोमेन होस्टिङ लिएर पनि गर्न सक्नुहुन्छ। तर इनिसियल फेजमा, सिक्ने फेजमा किन पैसा खर्च गर्ने भन्ने त्यो तपाईँको एउटा हिसाबले मात्रै, तपाईँहरू सबैजनाले सिक्ने फेजमा हुनुहुन्छ। त्यही भएर अहिले चाहिँ आफ्नो लोकल कम्प्युटरमा सिकौँ, त्यो तपाईँले लाइभ गरे जस्तै फिल हुन्छ क्या तपाईँलाई। लाइभमा पनि त्यसरी नै गर्ने हो, लोकल होस्टमा पनि यसरी नै गर्ने हो क्या, त्यस्तो ठुलो केही पनि डिफ्रेन्स छैन, ओके? ओके, ठिक छ ल। यो भइरहेछ है। यो हुँदै गर्दाखेरि म तपाईँहरूलाई एउटा केही न केही कुराहरू गाइड गर्छु। हजुर हजुर, एक्स्ट्रा कल गरिदिनुहोस्, ठिक छ?
तपाईँहरूको यहाँ भइरहेछ, ठिक छ। प्रोसेस त बुझ्नुभयो होला नि होइन? प्रोसेस बुझ्नुभयो होला तपाईँहरूले, त्यस्तो कन्फ्युजन भएन नि त होइन? कन्फ्युजन छ भने चाहिँ तपाईँले सरलक्कै मलाई चाहिँ सर यो कुरामा कन्फ्युजन भयो भनेर सोध्नुहोस्, म तपाईँलाई त्यहाँ गाइड गरिहाल्छु, ठिक छ। सबभन्दा पहिला चाहिँ हामीले के गर्ने, तपाईँले डाउनलोड गर्नु भएको फाइलहरू जुन छ ज्याम र एउटा वर्डप्रेस ओआरजी छ, त्यो फाइलहरूलाई ज्यामलाई के गर्ने, इन्स्टल गरेर एउटा कुनै पनि डिस्कमा अथवा तपाईँको कुनै पनि एउटा जुन लोकल डीमा हुन्छ अथवा लोकल सिई जुन छ तपाईँको, नत्र सीमै राख्दा पनि भयो। त्यसमा एउटा फोल्डर चाहिँ डिफाइन गर्नु, किनकि पछि डेटाबेस क्रिएट गर्दाखेरि त्यसमै हामी जानुपर्ने हुन्छ कि त्यहाँ गएर चाहिँ त्यहाँ चाहिँ डिफाइन गर्नुपर्ने हुन्छ हाम्रो डेटाबेसलाई। त्यसपछि वर्डप्रेसलाई एक्सट्र्याक्ट गर्नुहोस्, ठिक छ। राइट क्लिक एक्सट्र्याक्ट, सरी सर, त्यो ज्याममा राइट क्लिक गरेर के गर्ने? राइट क्लिक ओपन, त्यसपछि नेक्स्ट गर्ने। सरी, राइट क्लिक ओपन अनि त्यसपछि नेक्स्ट गर्ने, ठिक छ। यादवजी तपाईको माइक अफ गर्नुस् न। माइक बरु अफ गर्नु, बोल्दाखेरि चाहिँ अनम्युट गर्नुस् न, ओके? सबैलाई डिस्टर्ब हुन्छ, ठिक छ। मैले ज्यामलाई के गरेँ, वर्डप्रेसलाई तपाईँले मैले एक्सट्र्याक्ट गरेपछि एउटा फाइल यसरी आयो, हेर्नुभयो? अब मैले यो जुन ज्यामलाई पनि गरेको छु, ज्यामलाई यो पनि एउटा मैले ओपन भइसकेपछि एउटा फाइल आउँछ ल, त्यो फाइललाई चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा है। मैले अहिले यहाँ जहाँ डाउनलोड भएको छ त्यहीँ गरिरहेको छु ल, मैले अर्को प्रोजेक्ट अरू ठाउँमै गरिरहेको छु, त्यही भएर तपाईँलाई सिकाउनको लागि चाहिँ मैले यहीँ गरिरहेको छु, तपाईँलाई बुझ्न सजिलो पनि हुन्छ, ओके? ठिक छ। अब यो अहिले भइरहेछ, अब यसलाई के गर्नुहोस्, यसलाई चाहिँ अहिलेको लागि चाहिँ राइट क्लिक गरेर ओपन गर्नुहोस् फेरि यसलाई, यो फाइललाई, ज्यामलाई एक्सट्र्याक्ट भएको फाइललाई चाहिँ। अब यहाँ जानुहोस्, यहाँ गइसकेपछि यहाँ चाहिँ के छ भन्दाखेरि तपाईँले चाहिँ तपाईँको डोमेनको नाम जे छ त्यही डाटाबेसको नाम पनि राख्नुपर्छ। भनेको मतलब चाहिँ तपाईँले यो फाइललाई रिनेम गर्नुपर्ने हुन्छ क्या अब चाहिँ, ठिक छ। यो फाइललाई रिनेम गर्नुपर्ने हुन्छ। रिनेम गर्दाखेरि चाहिँ जस्तै अब तपाईँले यो सेटअप गर्नुहोस्, सुरुमा चाहिँ यो सेटअप गरौँ हामीले, अनि मात्रै हामीले जस्ट अब यो ज्याम इन्स्टल भइसकेपछि यसलाई चाहिँ तपाईँको सेटअप गर्नुपर्ने हुन्छ, ठिक छ। ठिक, त्यसपछि मात्रै हामीले फर्दर प्रोसेस गर्नुपर्ने हुन्छ। यसलाई हामीले के गरिसक्यौँ, तपाईँको यो ज्याम अप्सनलाई चाहिँ तपाईँले एक्सट्र्याक्ट सेटअप गर्नुभयो नि, सीमा मुनि आएर बस्दिन्छ, ठिक छ। काहीँ एउटा न एउटा फोल्डरमा आएर तपाईँको मुनि आएर चाहिँ सिम्पल बस्दिँदैछ, ठिक छ। ज्याम भनेर यसरी हाल्नुहोस्, ओके? यसरी आउनुपर्छ है तपाईँहरूको, ठिक छ। तपाईँले एउटा ब्राउजरमा गएर यसरी हाल्नु पर्यो, अनि यसलाई चाहिँ के गर्नुहोस्, ओपन गर्नुहोस्। इन्टर गर्नुभयो भने यो ओपन हुन्छ, ठिक छ। अब हेर्नुहोस् ल ओपन कसरी हुन्छ भन्ने कुरो देखाइन्छु। प्रोसेस चाहिँ नभुल्नु होला ल सबैजनाले, प्रोसेस चाहिँ यसरी आउँछ, हेर्नुभयो? यो तपाईँको सुरुमा ओपन हुँदाखेरि यो दुइटा ओपन भएको हुँदैन, यो अपाजे र माइस्कल भन्ने कुरा, ठिक छ। मेरो अहिले ओपन अलरेडी भइसकेको छ, तर म यसलाई के गर्छु, अहिले स्टप गरिदिन्छु। अब यसरी ओपन भइसकेपछि तपाईँले गर्नुपर्ने कुरा के छ भन्दाखेरि यहाँ दुईटा कुरा छ है, आपाजे र माइस्कललाई चाहिँ तपाईँले के गर्नु पर्यो, यहाँ चाहिँ स्टप भनेको बेला तपाईँको चाहिँ स्टार्ट गर्नु पर्यो। यहाँ जसरी स्टार्ट भनेर लेखेको छ तपाईँको यहाँ स्टार्ट गर्नु, यसलाई चाहिँ उयो गर्नु पर्यो, ठिक छ। मेरो अलरेडी स्टार्ट भएको छ, तपाईँहरूले चाहिँ यो दुइटालाई चाहिँ स्टार्ट गर्नु पर्यो। स्टार्ट भइसकेपछि अब यो काम गरेको छ या छैन भनेर थाहा पाउनको लागि चाहिँ तपाईँले के गर्नु पर्यो, एकछिन यसलाई म हटाइदिन्छु ल। अब स्टार्ट भएको छ छैन भनेर चाहिँ यहाँ जाने, अनि तपाईँको जुनसुकै ब्राउजरमा जाने, त्यसपछि तपाईँले के गर्ने, सिम्पल लोकल होस्ट भनेर यसरी हान्नुभयो भने, लोकल होस्ट यति मात्रै हान्नुभयो भने पनि यसरी, अथवा डीमा गर्नुभएको छ भने डीमा पनि यही अनुसारले आइदिने हो क्या तपाईँको, ठिक छ। डीमा पनि तपाईँको जस्तै मैले यहाँ पनि गरेको छु, यो डिस्कमा पनि यहाँ मैले ज्याम भनेर आइदियो, ठिक छ। यति आइसकेपछि तपाईँले केही नगर्ने, सिम्पल आफ्नो ब्राउजरमा जाने, ब्राउजरमा गएर लोकल होस्ट /PHP MyAdmin हान्ने, यति हान्ने, ठिक छ। लोकल होस्ट /PHP MyAdmin यति हान्नुभयो भने तपाईँको लगभग अहिलेको लागि इनफ है, धेरै गर्नु पर्दैन, अहिलेको लागि चाहिँ यति गर्नुभयो भने भयो। यो गरिसकेपछि सर हजुर मेरो इन्स्टल भइसकेपछि अपाचे र यो माइएसक्यूएल छ, अनि क्लिक भइरहेको छैन कि, यहाँनिर के गर्ने? क्लिक भएको छैन भने चाहिँ तपाईँको त्यहाँ केही नोटिफिकेसन आउँछ नि, तपाईँको क्लिक किन भएन भन्ने पनि नोटिफिकेसन आउँछ क्या। अब त्यो हेर्नुभयो भने चाहिँ यो अपाचे र माइएसक्यूएल स्टार्ट गर्ने हो? हजुर हजुर, अपाचे र माइस्कल चाहिँ स्टार्ट गर्नै पर्छ ल। यहाँ हेर्नुहोस् त यो दुइटा स्टार्ट गरिसकेपछि मात्रै तपाईँ
नेक्स्ट काम के गर्ने भन्दाखेरि आफ्नो ब्राउजरमा गएर चाहिँ सिम्पल localhost/php myadmin भनेर यसरी टाइप गर्नुभयो भने तपाईँको यस्तो अप्सन खुल्छ। अब यहाँ चाहिँ हेर्नुहोस् ल, अब बिग हब ब्लग, विशाल राई ब्लग, यहाँ के धेरै कुरा छ। यो चाहिँ मैले प्रिभियस गरेको प्रोजेक्ट भएर आएको हो, तपाईँको यस्तो आउँदैन ल, यो अप्सन चाहिँ आउँदैन ल। मैले प्रिभियस गरिसकेको छु, त्यही भएर चाहिँ यो अप्सन आएको हो। तपाईँकोमा यहाँ 2-3टा अप्सन मात्रै आउँछ। अब सबैको यति आयो भने, यदि आएको छैन भने पनि तपाईँले यहाँ एकचोटि ध्यान दिएर हेर्नुहोस् ल। एकचोटि सबैको यति आएको छ भने चाहिँ अब तपाईँले के गर्नुहोस् भन्दाखेरि डाटाबेस भन्ने अप्सन देख्नु भयो सबैले है। तपाईँले यो चाहिँ यो अप्सन यो इन्टरफेसमा चाहिँ आउनु पर्यो है। localhost PHP myadminमा गरिसकेपछि यो अप्सन आउनु पर्यो ल। तपाईँले यो इडिटेड नमान्नु होला, किनकि यसको फाइल मसँग यहाँ मैले तपाईँलाई लेखेर राखिदिएको पनि छु, यो तपाईँलाई म पठाइदिइहाल्छु। यहाँदेखि स्टेप बाई हेरेर पनि गर्न सक्नुहुन्छ। ओके, तपाईँलाई सजिलोको लागि, किनकि यो त इनिसियल फेज हो नि त। यो तपाईँहरू टेक ब्याकग्राउन्डबाट होस् अथवा नन टेकबाट होस्, तपाईँले कुनै पनि फरक पर्दैन, तपाईँहरू यो अप्सन चाहिँ आउनु पर्यो। ओके, अब डेटाबेसमा जानु तपाईँ सिधै। अब डाटाबेसमा गएपछि अब तपाईँले डाटाबेसमा गएपछि वर्डप्रेसलाई के गर्नुपर्ने हुन्छ, तपाईँले इन्स्टल गर्नुपर्ने हुन्छ। इन्स्टल गर्नुभन्दा अगाडि तपाईँले डाटाबेस क्रिएट गर्नुपर्ने हुन्छ। ओके, अब डाटाबेस कुन खालको क्रिएट गर्ने भन्नुहुन्छ भने चाहिँ तपाईँको डोमेन जे छ त्यही क्रिएट गर्दा पनि भयो, नत्र जुन प्रोजेक्ट गर्ने हुनुहुन्छ त्यही प्रोजेक्टको नाम राख्ने क्या यहाँ चाहिँ, ठिक छ। अनि त्यही नाम फेरि तपाईँले यहाँ जुन छ यो अप्सनमा आएर तपाईँले के गर्ने, यो अप्सनमा जुन डाउनलोड भएको अप्सन छ यो अप्सनमा आएर तपाईँले रिनेम गर्ने, ठिक छ। ओके, अब मैले के गरेको छु डाटाबेस बनाउन गइरहेको छु, तपाईँहरूले पनि हेर्नु होला, ठिक छ। अब म चाहिँ मेरो आफ्नो लागि बनाइरहेको छु, ठिक छ, पोर्टफोलियो साइटको लागि। तपाईँले पनि त्यही गरेर बेस्ट होला, ठिक छ। मैले विशाल राई भनेर सर्च गरेँ, अहिले ठिक छ, मैले 09 नै लेखेँ। यहाँ 09 छ या छैन, यहाँ छैन। फेरि एक्जिस्ट भएको डेटाबेस फेरि तपाईँले लिँदैन ल। मैले चाहिँ अहिले यो डेटाबेस बनाएँ, ठिक छ, विशाल राई 09 भन्ने बनाएँ। तपाईँहरूले पनि आफ्नो तरिकाले बनाउनु होला। अरू कुनै प्रोजेक्ट गर्दाखेरि पनि त्यही हुन्छ। हेर्नुहोस् त, मैले यहाँ प्रिभियस कति धेरै गरेको छु, यहाँ हेर्नुहोस् है, यति धेरै गरेको छु नि। प्रोसेस यही नै हो, लोकल होस्टमा गर्ने प्रोसेस चाहिँ यही हो, ठिक छ। अहिले मेरो डाटाबेस क्रिएट भयो, कहाँ आयो, यहाँ विशाल राई 09 भनेर यहाँ आयो नि त, ठिक छ। अब हेर्नुहोस् ल, अब यो आइसकेपछि अब यसलाई नै कपी गर्ने, अनि तपाईँ सिधै फेरि डाउनलोड अप्सन जहाँ गर्नुभएको छ, यो जुन एक्सट्र्याक्ट गर्नुभएको छ नि वर्डप्रेसलाई, यसलाई के गर्ने, राइट क्लिक गर्ने, ओपन गर्ने। ओपन गरेपछि यस्तो आउँछ वर्डप्रेस। अब जब यो वर्डप्रेस आएको ठाउँमा चाहिँ के गर्ने, राइट क्लिक गर्ने, ठिक छ। तपाईँले यहाँ क्लिक गरेर राइट क्लिक गर्ने, अनि यहाँ चाहिँ के रिनेम गरिदिने। रिनेम के गरिदिने, तपाईँले डेटाबेस जुन राख्नुभएको छ त्यही रिनेम गरिदिने। इन्टर, रिनेम गर्ने, इन्टर गर्ने। यसलाई फेरि राइट क्लिक गर्ने, कपी गर्ने। यति कपी गरेपछि तपाईँले के गर्ने, तपाईँले ज्याम कुन डिस्कमा अघि गर्नुभयो इन्स्टल, सीमा कि डीमा, त्यो तपाईँले चाहिँ थाहा हुनुपर्छ त्यो कुरा चाहिँ। मैले सीमा गरेँ, डीमा गरेको छु। अब डीमा गरेपछि त्यो ज्याम भन्ने एउटा अप्सन आइदिन्छ, यहाँ हेर्नुभयो यसरी आइदिन्छ। अब यहाँ ओपन गर्ने, यो ओपन गरेपछि यहाँ सिधै जाने कहाँ छ, तपाईँले के हेर्नु परेन, एचटी डक्स। यो कुरा तपाईँलाई लेखेर पनि मैले त्यो बुझाइदिएको छु। तपाईँले अहिले बुझ्नु भएन भने मैले बुझाइराख्दाखेरि त्यहाँदेखि पढेर पनि तपाईँले गर्न सक्नुहुन्छ। एचटी डक्समा जाने, यसलाई ओपन गर्ने, ओपन गरेर यसलाई चाहिँ के गर्ने, पेस्ट गरिदिने। यति है यो प्रोसेस। यो पेस्ट गरिसकेपछि मात्रै अरू प्रोसेस अगाडि बढ्छ तपाईँहरूको, ठिक छ। नत्र कुरा हजुर ठ्याक्कै तपाईँ के गर्ने, तपाईँले आफ्नो जुन यहाँ आएर के गर्नुभयो भन्दाखेरि यहाँ डाटाबेस के बनाउनु भयो, डाटाबेस आफ्नो जे बनाउनु भएको छ यही डाटाबेसलाई चाहिँ तपाईँले कपी गर्ने। अनि त्यसपछि तपाईँले जुन वर्डप्रेसलाई इन्स्टल गर्नु भएको छ, राइट, इन्स्टल गरेको वर्डप्रेसमा जाने, अनि त्यहाँ गएर के गर्ने, इन्स्टल भएको वर्डप्रेस त यो जिप फाइलबाट एक्सट्र्याक्ट गरेर निकालेको फाइल यो, यसमा गएर डबल क्लिक गर्ने, त्यसपछि यहाँ वर्डप्रेस भनेर आउँछ, अनि यसलाई चाहिँ राइट क्लिक गरेर रिनेम गरिदिने। तपाईँको डाटाबेसको नाम जे छ त्यही रिनेम गरिदिने, ठिक छ। यति गरेपछि यसलाई कपी गरेर तपाईँले आफ्नो जुन अघि एक्सट्र्याक्ट गर्नुभएको छ त्यसमा ज्याममा आउने, ज्याम अप्सनमा यहाँ आइसकेपछि तपाईँले के गर्ने, यहाँ गएर एचटी डक्स भनेर खोज्ने ल। 1 2 3 4 5 6 7 7औँमा चाहिँ तपाईँको एचटी डक्स भन्ने छ, तपाईँले अनि यहाँ आएर चाहिँ पेस्ट गरिदिने। यहाँ पेस्ट गरिसकेपछि तपाईँको कहाँ आयो हेर्नुहोस् त, अब कहाँ आएको छ त्यो तपाईँको, कहाँ आएको छ, यहाँ आएको छ, हेर्नुहोस् है, विशाललाई भनेर यसरी आएको छ। अब के गर्ने, अबको प्रोसेस हेर्नु बुझिरहनु भएको छ नि होइन अहिलेसम्म, ठिक छ। अब अघि हामीले के गरिसक्यौँ, अघि हामीले चाहिँ सिम्पल के गर्यौँ, हामीले डाउनलोड गरिसकेको यो फोल्डरलाई डाटाबेस भनेर डाटाबेसको नाम चेन्ज पनि गर्यौँ, राइट। चेन्ज गरिसकेपछि अब डाटाबेस क्रिएट गर्नुभयो, यहाँ तपाईँले आफ्नो डाटाबेस छ। अब यसलाई नै तपाईँले रिनेम केमा गर्नुभयो, वर्डप्रेसमा गर्नुभयो। वर्डप्रेसमा गरेर त्यसलाई एचटी डक्सभित्र राख्नुभयो, कहाँ जाने, डीमा जाने, तपाईँको ज्याम भएको अप्सन जाने, ज्याममा गएपछि ज्यामभित्रको डीमा पेस्ट गर्ने। पेस्ट गरिसकेपछि तपाईँले के गर्ने, अब चाहिँ तपाईँले यहाँ आएर तपाईँको के गर्ने, लोकल होस्ट / तपाईँको डेटाबेसको नाम
झ्याप्पै यसरी हाल्ने ठिक छ। तपाईँको डेटाबेसको नाम के छ BISSL मेरो चाहिँ यसरी छ भने तपाईँको जे छ त्यही राख्ने ठिक छ। 09 यसरी राखेपछि के गर्ने इन्टर केही गर्नु पर्दैन ल इन्टर गर्ने इन्टर गरिसकेपछि तपाईँको अप्सन त्यसपछि अब वर्डप्रेसलाई इन्स्टलेसन गर्ने अप्सन ओपन हुन्छ ठिक छ। यो तपाईँको यो अप्सन त आयो नि है जाममा माई स्कललाई पनि अन आयो गर्ने सर हजुर माइस्कल र आपाचे भनेर दुईटालाई उयो गर्ने ठिक छ। मेरोमा दुईटा देखाए मैले इन्स्टल गरेँ एउटाले उडाइसकेँ त्यही भएर यस्तो अप्सन आयो ल। अब तपाईँले के गर्ने तपाईँको लोकल होस् स्ल्यास तपाईँको डेटाबेसको नाम हानेपछि यस्तो अप्सन आउँछ। यसमा केही चुज नगर्ने इङ्ग्लिस डिफल्ट नै छोडिदिने त्यसपछि कन्टिन्यू गर्ने कन्टिन्यू गरिसकेपछि त्यो अनुसारले फलो गर्ने डाटाबेस क्रिएट गर्ने डाटाबेस नेम राख्ने डाटाबेस युजर राख्ने पासवर्ड राख्ने भनेछ यो कसरी राख्ने म तपाईँलाई सिकाउँछु। लेट्स गो गर्ने प्रोसेस यही है। अब यहाँ के भन्यो डाटाबेसको नाम भनेर आयो डाटाबेसको नाम के मैले राखेको छु भन्दाखेरि मेरो डाटाबेसको नाम विशाल राई 09 भनेर राखेको छु होइन। तपाईँले यसलाई चाहिँ के गर्ने भन्दाखेरि यसरी राख्ने ठिक छ 09 भनेर राख्ने। अब म 09 नराख्दा पनि हुन्छ है यो डाटाबेसको नाममा चाहिँ यो डिस्प्ले हुने कुरा हो यो चाहिँ होइन तर राख्दाखेरि पनि सजिलो हुन्छ। तर अब यो युजर भन्ने अप्सनमा चाहिँ युजर नेम भन्ने अप्सनमा चाहिँ यहाँ पोर्टफोलियो भन्ने ल हामीले जुन .com.np राखेका छौँ नि त्यस्तो टाइपको राख्न मिल्छ कि मिल्दैन नाम त्यो चाहिँ तपाईँको पछि लाइभ गर्दाखेरि मात्रै मिल्छ अहिले चाहिँ नराख्नुहोस् अहिले पछि लाइभ गर्दाखेरि मात्रै अहिले भनेपछि फुल नेम राख्दै नि हुन्छ के फरक परेन तपाईँको तर डाटाबेसको नामै त्यही हुनु पर्यो है। जस्तै मेरो डाटाबेसको नाम यही छ नि त त्यही भएर मैले यही राखेँ नि त होइन। यसले मागेको कुरा चाहिँ डाटाबेस भनेर छ डाटाबेस नेम भनेको छ नि त डाटाबेस नेम हामीले के राखेको छौँ यही छ नि त होइन र हो यही कुरा राख्ने ठिक छ। अब यो युजर नेम भन्ने कुरा चाहिँ युजर नेममा चाहिँ तपाईँले सधैँभरि रुट भन्ने अप्सन राख्नु ल रुट। अब यो पासवर्डलाई चाहिँ के गर्ने सधैँभरि यो इन्स्टलेसन प्रोसेस एउटै हुन्छ है पासवर्डलाई चाहिँ एम्प्टी छोडिदिने। अब यसलाई के गर्ने अब यो डाटाबेस होस्ट भनेको लोकल होस्ट नै हो यो टेबल प्रिफिक्स भनेको चाहिँ WP छ यो WP नै राख्नुहोस्। यो प्रिफिक्स भनेको के हो भन्ने कुरा यहाँ तपाईँलाई बुझाउँछु। यो जुन देखिरहनु भएको छ यो हामीले लगइन गर्दाखेरि चाहिन्छ त्यही भएर WP नै छोडिदिनुहोस् अहिलेको लागि सजिलो हुन्छ। अब यसलाई के गर्ने सबमिट गर्ने ठिक छ। यो कुरा बुझ्नुहोस् है मैले के राखेँ भन्ने कुरा ध्यान दिनु भयो होला है। यो कुरा चाहिँ आफ्नो डाटाबेसको नाम युजर नेममा जहिले रुट है हेर्नुभयो नि। तपाईँको सेकेन्ड प्रोसेस आयो इन्फर्मेसन निडेड भनेको छ तपाईँले वेलकम गरेछ। अब यहाँ चाहिँ साइट टाइटल भनेको छ। अब साइट टाइटलमा चाहिँ के राख्ने भन्दाखेरि तपाईँको वेबसाइटको नाम जे छ त्यही राख्ने ठिक छ। मेरो नाम विशालको छ सिम्पल मैले यो राखिदिन्छु। युजर नेममा अब युजर नेममा चाहिँ अघि पर रुट राख्नु भएको थियो नि होइन। अब यहाँ चाहिँ तपाईँले आफ्नै नाम राख्नु पाउनु भयो अघि रुट राख्नु भएको थियो भने अहिले आफ्नै नाम राख्नु पाउनु भयो क्या यहाँ चाहिँ ठिक छ। मैले विशाल मैले राखेँ। अब यो पासवर्डमा चाहिँ जहिले पनि तपाईँले अब पासवर्डमा के राख्ने तपाईँले आफैले मिलाएर राख्नु होला अलिक सजिलै राख्नु होला। अब यहाँ चाहिँ इमेल चाहिँ राख्नु होला ठिक छ इमेल राख्नु होला। अनि यो चाहिँ अहिले सर्च इन्जिन भिजिबिलिटी भनेको छ यसलाई तपाईँले के गर्नुभयो टिक गर्नुभयो भने चाहिँ यो चाहिँ गुगलमा सो गरेन यो चाहिँ यो ठिक छ लोकल होस्टमा चाहिँ अहिले कसैले देख्दैन पनि त्यही भएर अहिले यसलाई यस्तै छोडिदिनुहोस् ठिक छ टिक नलाउनुहोस्। राख्नुभयो यदि राखिसकेपछि तपाईँले के गर्नुहोस् इन्स्टल गर्नुहोस्। अब के भन्छ हेर्नुहोस् इन्स्टलमा मैले क्लिक गरेँ इन्स्टल वर्डप्रेसमा क्लिक गरिसकेपछि तपाईँको अप्सन यसरी आउँछ हेर्नुहोस् ल एकैछिन हेर्नुहोस् थोरै टाइम लाग्छ। पासवर्ड विक भयो सर यो जे भने पनि अलि ठिकै छ यतिकै छोडिदिनुहोस् यसरी आयो। अब के भन्यो तपाईँको यसलाई मैले यसलाई हटाइदिन्छु ल। अब के भन्यो सक्सेसफुल भनेर देखायो है तपाईँ सक्सेसफुल हुनुभयो वर्डप्रेस इन्स्टल गर्नुको लागि सक्सेसफुल हुनुभयो। अब यसलाई सेभ गर्ने कि डिलिट गर्ने तपाईँको आफ्नो खुसी गर्ने म उडाइदिन्छु। अब यसलाई लगइन गर्ने ठिक छ। अब लगइन गरेर के गर्नुभयो सेकेन्डमा राखेको कुरा सम्झिनुहोस् ल। लगइन गरेर के राख्नुभयो सेकेन्डमा जुन राख्नु भएको थियो पासवर्ड र युजर नेम त्यो सम्झिनुहोस्। मैले युजर नेम के राखेको थिएँ युजर नेम विशाल राई भनेर विशाल मैले राखेको थिएँ। पासवर्ड के राखेको थिएँ पासवर्ड पनि त्यही राखेको थिएँ होइन हो यो कुरा सम्झ सेकेन्डमा राखेको कुरा फर्स्टमा राखेको नसम्झिनुहोस्। फर्स्टमा के छ पासवर्ड इम्टी छ तपाईँको युजर नेम के छ रुट छ यति चाहिँ सम्झिनुहोस् ओके ल। यति भइसकेपछि तपाईँले लगइन गर्नुहोस्। लगइन गरेपछि तपाईँको ल कङ्ग्रेचुलेसन्स तपाईँको एउटा वेबसाइट बन्यो ठिक छ। तपाईँले लगइन गर्ने बित्तिकै तपाईँको ड्यासबोर्ड पाउनुहुन्छ है कङ्ग्रेचुलेसन तपाईँले आफ्नो वर्डप्रेस पाउनुभयो। ब्याक एन्ड साइड यही हो। अब फ्रन्ट एन्ड भन्ने कुन हो भन्दाखेरि तपाईँको वेबसाइट बन्यो अब यहाँबाट काम गर्न सुरु गर्नुपर्छ ठिक छ। अब योबाट काम गर्न सुरु गर्नुपर्छ। अब यहाँ जानुभयो भने साइट हेर्नुभयो भने मेरो अहिले यो ब्याक एन्ड पार्ट भयो। वेबसाइटको दुईवटा पार्ट हुन्छ है एउटा देखिने एउटा नदेखिने
डेभलपरले देखिने त दुइटै हुन्छ, तर देखिने नदेखिने भनेको चाहिँ कस्तो भन्दाखेरि जसरी सपोज मानिलिउँ अहिलेको लागि म तपाईँलाई एउटा सानो इक्जाम्पल दिन्छु। मैले के गरेँ, मैले गएर कोड आइटी भनेर टाइप गरेँ है, कोड आइटी भनेर टाइप गरेँ, ठिक छ। कोड आइटी भनेर मैले टाइप गर्ने बित्तिकै के देख्यो, मैले कोड आइटीको लोगो देखेँ, सर्च अप्सन देखेँ, त्यसपछि अपकमिङ क्लासेसहरू यो सबै कुरा देखिरहेको छु नि मैले। अब यो भनेको यसलाई चाहिँ के भनिन्छ, फ्रन्ट इन्ड भनिन्छ, फ्रन्ट इन्ड भनिन्छ, अगाडिको कुरा। अब यसको ब्याकएन्डको कुरा त भिन्दै छ नि त फेरि, यो ब्याकएन्डमा राखेको कुरै आएको हो नि त, हो किन भन्नुहोस् त, हो नि है, ठिक छ। त्यसो हो भने अब ब्याकएन्डको कुरा चाहिँ यसो ब्याकएन्डको पार्टमा जानु पर्यो भने ब्याकएन्डको हेर्नु पर्यो, मैले डेभलपरले मात्रै हेर्ने भयो, यो चाहिँ युजरले हेर्नु भयो, युजरले हेर्ने पार्ट फ्रन्ट इन्ड भयो, डेभलपरले हेर्ने पार्ट ब्याक इन्ड भयो। यति कुरा बुझ्नुहोस् अहिलेको लागि, ठिक छ, बुझ्नुभयो। मेरो फ्रन्ट इन्ड अहिले यस्तो छ हेर्नुहोस् त है, भनेको अगाडिको पार्ट चाहिँ यसरी छ, ठिक छ, ब्याक एन्डको यस्तो छ। अब म ब्याक एन्डमा छु, फ्रन्ट एन्डमा जानलाई यहाँ होभर गर्नुभयो भने यहाँ राइट क्लिक गर्ने, म कहाँ छु अहिले ब्याक एन्डमा छु है, भनेको यो भनेको फ्रन्ट एन्ड भयो, यो तपाईँको ब्याक एन्ड भयो। अब हामीले हेर्ने कुरो के छ भन्दाखेरि अलिकति अब त्यसको लागि हामी कहाँ जाने भन्दाखेरि सिम्पल, अब यहाँ सबै कुरा बुझ्नु पर्यो है। एकचोटि के हेर्नुहोस् भन्दाखेरि यहाँ जानुभयो भने सबै कुरा वर्डप्रेसको बारेमा होइन, वर्डप्रेसको इन्भोइसेस, वर्डप्रेसको डकुमेन्टेसन यहाँ जानुभयो भने यहाँदेखि सबै हेर्नु सक्नुहुन्छ ल तपाईँहरूले। अझै डिपमा बुझ्नु छ भने यहाँदेखि गएर हेर्नु सक्नुहुन्छ, ओके। अब जस्तै यहाँ जानुभयो भने यहीँ क्लिक गर्नुभयो भने तपाईँको वर्डप्रेस यहीँदेखि पनि सिक्न सक्नुहुन्छ क्या, यहाँदेखि यहाँ गएर लर्न वर्डप्रेसमा जानुभयो भने लर्न डट वर्डप्रेस डट ओआरजीमा जानुभयो भने यहीँदेखि पनि मजाले सिक्न सक्नुहुन्छ, स्टेप बाई स्टेप सबै कुराहरू छ। तर यहाँ कुनै इङ्ग्लिसमा छ, कुनै हिन्दीमा छ, तपाईँले हेर्नु होला है। डकुमेन्टेसन चाहिँ म यो नहेरे पनि तपाईँलाई एउटा कुरो रिक्वेस्ट चाहिँ के गर्छु भन्दाखेरि तपाईँको वर्डप्रेसमै फ्युचर बनाउनु हो भने डकुमेन्टेसन चाहिँ हेर्नु होला, ठिक छ, सबैजनाले। किन भन्दाखेरि डकुमेन्टेसनमा अपडेटहरू आउँछ क्या, के भयो, कसरी भयो, के भर्जन, कुन भर्जन चलिरहेछ, सबै कुरा यसमै आउँछ क्या, ठिक छ। त्यही भएर जे कुरा सिक्दै हुनुहुन्छ त्यसको डकुमेन्टेसन पनि गर्नुहोस् र त्यसको डकुमेन्टेसन पनि पढ्नुहोस्। यति दुईटा कुरा माइन्डमा राख्नु होला अनि अगाडि बढ्नु होला, ठिक छ। यो हेर्नुहोस्, अब यहाँबाट जति छ यो सबै तपाईँ आफैले हेर्नुहोस्, फिडब्याकहरू, यसको फोरम पनि छ, फोरममा पनि गएर तपाईँले त्यहाँ आफ्नो क्वेसन राख्न सक्नुहुन्छ। यसको ह्युज कम्युनिटी छ, मैले त्यत्तिकै भनेको होइन, ओके। त्यसो होममा जानुभयो भने होम भनेको यही हो तपाईँको है, यो भइहाल्यो। त्यसपछि अपडेट भनेको तपाईँले जति पनि अपडेटहरू छ यसमा आउँछ अपडेटहरू, अहिले के अपडेट आइरहेको छ यहाँ क्लिक गऱ्यो भने देखाउँछ, ठिक छ। अब यो भनेको चाहिँ के हो भन्नुहुन्छ भने यहाँ अहिले के अपडेट आइरहेछ, तपाईँको रिइन्स्टल भनेर अपडेट आइरहेछ, ओके। अब यो पनि यसको पनि यो इन्स्टल गर्नुपर्ने रहेछ, तपाईँले रिइन्स्टलमा क्लिक गर्नुभयो भने यो अपडेट हटिदिन्छ, ठिक छ। अब त्यसपछि तपाईँले अर्को ध्यान दिनुपर्ने कुरो के हो भन्नुहुन्छ भने यो सबै कुरा म भनिदिन्छु, भोलि यसमा काम गर्छु। आज म तपाईँलाई थोरै बुझाउँछु मात्रै, भोलि काम गर्छु, ओके। अब हेर्नुहोस् ल, यो अहिले के भइरहेछ, तपाईँको इन्स्टल भइरहेछ ल, फेरि रिइन्स्टल भनेर अपडेट आयो नि त। अपडेट आएपछि कुनै पनि वर्डप्रेसको भर्जन अपग्रेड भएको छ भने यहाँ तपाईँलाई आइदिइहाल्छ नोटिफिकेसन, ठिक छ, नोटिफिकेसन आइदिइहाल्छ। अनि त्यसपछि तपाईँले त्यहाँ अपग्रेड गरिसकेपछि त्यो नोटिफिकेसन हटेर जान्छ। अब पोस्ट भन्ने अप्सन आयो, ठिक छ। पोस्ट भने के हुन्छ भन्दाखेरि हाम्रो एउटा ब्याकएन्ड भयो, ब्याकएन्ड भयो। यो फ्रन्ट एन्डमा देखिने कुरा भनेको चाहिँ हामीले पोस्ट अप्सनदेखि जति पनि हाल्छौँ कन्टेन्टहरू यो सबै यहाँदेखि नै हालेको हुन्छौँ, ठिक छ। अब त्यसपछि तपाईँको मिडिया भन्ने कुरो तपाईँले बुझिहाल्नुहुन्छ, पेज होइन। पेज भने के हो भन्नुहुन्छ भने एउटा जस्तै सिङ्गल हाम्रो वेबसाइट के कसरी बनेको हुन्छ भन्दाखेरि सिङ्गल पेज भनेको पेजहरू मिलेर वेब पेज मिलेर बनेको हुन्छ भनेर हामीले यहाँ पढेको छौँ नि त। त्यही अनुसारले हामीले पेजहरू क्रिएट गर्छौँ। हाम्रो वर्डप्रेसमा इसेन्सियल पेज भनेको होम पेज, अबाउट अस, कन्ट्याक्ट अस, सर्भिस पेज, ब्लग पेज, यी भनेको इनिसियल भनेको मतलब इसेन्सियल चाहिने पेजहरू भनेको प्रायः जस्तो तपाईँले कुनै पनि वेबसाइट खोल्नु भयो भने त्यो वेबसाइटमा त्यति कुरा चाहिँ हुन्छ, ठिक छ। कुनै पनि बिजनेसको वेबसाइट खोले पनि तपाईँले जेसुकै वेबसाइट खोले पनि ती कुराहरू चाहिँ हुन्छ, कुनै पनि कम्पनीको बारेमा होस् अथवा जेसुकै, ठिक छ। मिडियम भनेको तपाईँले जे कुरा हाल्ने हो त्यो कुरा यहाँ देखा पर्छ। मिडियामा चाहिँ फोटो हुनसक्छ, भिडियो हुनसक्छ, इमेज हुनसक्छ होइन। तर त्यसपछि तपाईँहरूको मिडिया फाइलहरू हुनसक्छ, विभिन्न यहाँ हाल्नु सक्नुहुन्छ। यहाँबाट अलरेडी तपाईँले पोस्ट के गर्ने। अब पेज भनेको चाहिँ तपाईँले सिम्पल यहाँदेखि अहिले दुईवटा पेज छ सिम्पली। एउटा पेज के छ, सिम्पली पेज भन्ने अप्सन छ, यो यहाँ देखिरहेछ पनि होला सायद, यहीँ हेर्नुभयो। सिम्पली पेजमा मैले क्लिक गरेँ भने यो पेजमा रिडाइरेक्ट गएँ, पेजमा यो कन्टेन्ट देखेको रहेछ, ठिक छ। अब अरू पेज क्रिएट गर्नुको लागि यहाँ भोलि म तपाईँलाई सिकाइहाल्छु त्यो कुराहरू, ठिक छ। अनि त्यसपछि कमेन्ट भनेको तपाईँको कन्टेन्टमा, यो कन्टेन्टमा कसैले कमेन्ट भने कमेन्ट गर्यो भने तपाईँले फेसबुकमा गर्नुहुन्छ नि कमेन्टहरू, त्यो कमेन्ट चाहिँ यहाँ सो हुन्छ, ठिक छ। अहिले यहाँ डिफल्टमा यसो सो भइरहेछ र त्यो कमेन्टलाई चाहिँ तपाईँले एप्रुभ गर्ने कि त्यसलाई चाहिँ सस्पेन्डमा राखिदिने कि डिलिट गरिदिने कि त्यो तपाईँको हातमा हुन्छ सबै कुरा। अब अपिरियन्स भन्ने अप्सनमा चाहिँ तपाईँले जति पनि लेआउट वेबसाइटको लेआउट चेन्ज गर्ने
अप्सन भनेको एपियरेन्सबाटै गर्नुपर्ने हुन्छ। यसमा तपाईँले भोलि थिम के हो, थिम कसरी हाल्ने, थिम कस्तो कस्तो हुन्छ, थिम किन हाल्नुपर्छ, थिम किन चाहिन्छ, यो सबै कुरा हामी भोलि हेर्नेछौँ। प्लगइन भनेको के हो होइन, युजर भनेको के हो, यो सिम्पल यदि यो कुरा हेरेर चाहिँ आउनुहोस् होइन। तपाईँले म सबै यो सेटिङभित्र यति धेरै कुरा छ, यो सबै कुरामा भोलि तपाईँले सिकाउँछु। कोल्याप्स भनेको यसरी गर्ने हो, तपाईँले यहाँदेखि सकिहाल्नुभयो। अनि अर्को भनेको चाहिँ तपाईँले अब मैले तपाईँलाई बुझाउनु पर्ने कुरा ड्यासबोर्डमा जानुहोस्। ड्यासबोर्डमा गइसकेपछि चाहिँ अब हामीले ओभरभ्यू ड्यासबोर्डको ओभरभ्यू हेरिहाल्यौँ। अब सुरुमा हामीले काम गर्नु सुरु गरेपछि यसलाई क्लिन गर्नु पर्यो क्या, यति धेरै छ के कुराहरू छ। यसलाई क्लिन गर्नुको लागि के गर्ने, स्क्रिन अप्सनमा जाने अनि केलाई देखाउने केलाई नदेखाउने भन्ने कुरा यहाँ राख्न सक्नुहुन्छ। जस्तै म क्विक ड्राफ्ट चाहिँ प्रायः राखिरहेको छु मेरोमा है। जस्तै यो भइहाल्यो। त्यसपछि यो क्विक ड्राफ्ट चाहिँ किन राख्छु भन्दाखेरि कुनै पनि मैले आर्टिकल लेख्नु पर्यो भने मैले टाइटल लेखेर यसलाई ड्राफ्टमा राखिदिएँ भने पछि यसमा कन्टेन्ट लेख्न सक्छु क्या, त्यही भएर मैले राख्ने हो यसरी। ठिक छ। अब यसलाई साइड गर्दै अहिले क्लिन भयो नि अघि भन्दा पनि। अब यसलाई हटाइदिने भने वेलकमलाई पनि हटाइदिने भने यहाँ डिसमिस गर्न सक्नुभयो, यसलाई साइडमा राख्न सक्नुभयो यसरी। ठिक छ। अब यो क्लिन भयो, अब चाहिँ काम गर्न सुरु गर्ने हो क्या। अब यहाँदेखि जानुभयो भने तपाईँको नेभिगेसन भने के हो, लेआउट भने के हो, यहाँ पनि तपाईँलाई थाहा सबै भनिन्छ। कन्टेन्ट कसरी फर्म गर्ने यो कुराहरू पनि यहाँ छ र भर्जन कुन छ भन्ने कुरा यहाँ लेख्न सक्नुहुन्छ। सपोर्ट फोरममा जानुभयो भने वर्डप्रेसको सपोर्ट फोरम आउँछ, यहाँ गएर तपाईँले आफ्नो क्वेसन पनि राख्न सक्नुहुन्छ है। सर्च गरेर कुनै प्रब्लम आएको छ भने त्यो क्वेसन पनि राख्न सक्नुहुन्छ। ठिक छ। डकुमेन्टेसन त मैले तपाईँलाई भनिहालेँ, तपाईँले डकुमेन्टेसन त अनिवार्य हेर्नै पर्ने हुन्छ। ठिक छ। यो कुरा भयो। अब यसमा तपाईँले हामीले जति पनि यहाँ हेऱ्यौँ यो कुराहरू जस्ट अब क्लिन पनि गरिसक्यौँ हामीले स्टार्ट गर्नुको लागि। भोलि हामीले कसरी डाउनलोड गर्ने होइन, प्लगइन के हो, थिम के हो, त्यसमा पेज कसरी एड गर्ने, ब्लग कसरी हाल्ने पोस्ट अप्सनबाट, कस्टमाइज मेनु कसरी गर्ने, मेनु के हो, यो सबै कुरा भोलि हेर्नेछौँ। अनि बिस्तारै तपाईँहरूलाई म अझै मजाले यो जुन छ यो फ्रन्ट एन्ड, जस्तै अहिले यो फ्रन्ट एन्ड छ, यसलाई अझै मजाले राम्रो कसरी बनाइन्छ त्यो कुरा हामी भनिन्छौँ। भोलि तपाईँहरू सबैजना यो फेजसम्म चाहिँ पुगेर आउनु होला। प्रब्लम केही भयो भने तपाईँहरूको ग्रुपमा कम्युनिटी छ, ग्रुपमा तपाईँहरू मैले भ्याएको बेला त तपाईँलाई कमेन्ट गरिहाल्छु। अघि म खाली भएको थिएँ अफिस टाइममा, अनि त्यसपछि तपाईँहरूले रिप्लाई दिएको थियो होला, मैले एउटा मेसेज पनि छोडेर सबैले आफ्नो डोमेन रेजिस्ट्रेसन गरेर आउनु होला भनेर होइन। म फ्री भएको मेसेज गरि पनि हाल्छु तपाईँहरूलाई ग्रुपमा। म ग्रुपमा धेरै एक्टिभ हुन्छु क्या, तपाईँहरू पनि हुनु पर्यो है। ठिक छ। त्यो गर्ने। अब हेर्नुहोस् ल, यो गरिसकेपछि अब अर्को काम के आउँछ तपाईँहरूले गर्ने भन्दाखेरि अब भोलि हामी अब के हेर्छौँ भन्दाखेरि वर्डप्रेसको सबै सकिहाल्यो। भोलि हामी ड्यासबोर्डको बारेमा सबै कुरा हेर्छौँ। अब यसमा भोलि के हो, प्लगइन के हो, प्लगइन कसरी डाउनलोड गर्ने होइन, प्लगइनले के काम गर्छ, आज यो कुरा हेऱ्यौँ है। यो दुईवटा कुरा हेऱ्यौँ, ड्यासबोर्ड र यसको हेऱ्यौँ। अब भोलिदेखि हामी प्लगइनको बारेमा चाहिँ इन्स्टल कसरी गर्ने यो सबै कुरा हामी भोलि हेर्नेछौँ। ठिक छ। अब योभन्दा अगाडि तपाईँहरूको एउटा असाइनमेन्ट चाहिँ के छ भन्दाखेरि तपाईँहरूले भोलि यो स्टेपसम्म पुगेर आउनु होला। यो स्टेपसम्म पुग्नुको लागि केही प्रब्लम भयो भने मलाई ग्रुपमा होस् अथवा तपाईँले ग्रुपमा धेरैजना हुनुहुन्छ, तपाईँलाई त्यो सपोर्ट गरिहाल्छ, एकाअर्कामा सपोर्ट भइहाल्छ। र अर्को कुरा अब तपाईँले फेरि पनि क्रिएट गर्नु पर्यो भने जसरी यहाँ मैले तपाईँलाई यो राखिदिएको छु ल, यो अप्सन तपाईँले म ग्रुपमा सेयर गरिदिन्छु। स्टेप बाई स्टेप छ। स्टेप 1मा डाउनलोड गर्ने, स्टेप 2मा के गर्ने, टर्न अन ज्याम कसरी गर्ने, यो सबै कुरा मैले यहाँ लेखेको छु। त्यसपछि तपाईँको वर्डप्रेसलाई गर्ने, एक्सट्र्याक्ट गर्ने वर्डप्रेस फाइललाई, त्यसपछि कपी गरेर त्यसलाई कहाँ लाने, एचटी डक्समा लाने, एचटी डक्समा गएर पेस्ट गर्ने, त्यसपछि त्यसलाई के गर्ने, रिनेम गर्ने। रिनेम गरिसकेपछि त्यसलाई सबै कुरा यहाँ राखिदिएको छु, रिनेम गरेर यसरी गरेर त्यसपछि तपाईँले इन्स्टल गर्नुहुन्छ। यो कुरा म राखिदिन्छु पनि, तपाईँले यो कुरालाई हेरेर पनि के गर्ने, तपाईँले काम यति काम चाहिँ गरेर आउनु होला भोलि। ठिक छ। अब हेर्नुहोस् लास्टमा के, हजुर एकचोटि हेर्नु ल, म सबै भनिसक्छु त्यसपछि कुरा गरौँ न, हुन्छ। अब लास्टमा के हेरौँ भन्दाखेरि तपाईँले यो ज्याम ओपन गर्नु भएको छ, यहाँ मुनि हेर्नुहोस् ल, टास्क बार भने के हो होइन, यो सर्टकट कि अलिअलि थाहा हुनुहोस् ल, मैले भनिरहेको हुन्छु, लेखेर पनि राख्नुहोस्, कतिलाई थाहा नहुन सक्छ नन टेक ब्याकग्राउन्डकोहरूलाई। टास्क बार भनेको चाहिँ यो है, यो मुनिको जुन टास्क बार भन्छ। अब जस्तै यहाँ मेरो के खोलिरहेछ, ज्याम खोलिरहेछ, यसलाई ओपन मैले यहाँ क्लिक गरेर ओपन हुँदैन, तपाईँले यहीँ आएर यही एरोमा आएर यहाँ गएर राइट क्लिक अनि क्विट गर्नै पर्छ है। ठिक छ। अब क्विट गरेपछि मात्रै तपाईँको अफ भएछ भनेर बुझ्नु। र तपाईँले के गर्नुहोस् भन्दाखेरि कन्ट्रोल सिफ्ट अनि माथिको ESC भन्ने अप्सन हुन्छ, त्यसले के गर्छ तपाईँको टास्क म्यानेजर खोल्छ अनि कुन कुन अन छ कुन कुन अफ छ भनेर यहाँदेखि पनि हेर्न सकिन्छ। ठिक छ। तपाईँले यो यहाँदेखि गएर तपाईँले यहाँदेखि हेर्नु पनि सक्नुहुन्छ कुन कुन अन छ। यहाँ डिसेबल भन्ने छ नि, अहिले कुनै पनि अन छैन होइन। अब मैले यतिकै अफ गरिदिएँ भने अनि फेरि मैले ल्यापटप खोल्यो भने यहाँ हेर्न सकिन्छ क्या। ठिक छ। यसरी हेर्ने, कन्ट्रोल सिफ्ट अनि
ESC टाइप गर्नु भने एकैचोटि यो अप्सन खोलिन्छ ठिक छ। अनि अब हेर्नुहोस् यसलाई अफ गरिसकेपछि भोलि खोल्दाखेरि पनि तपाईँले यो दुईटा अप्सन चाहिँ अनिवार्य चेक गर्नु है। अपाचे र माइस्कल चाहिँ स्टार्ट भएकै हुनुपर्छ है ठिक छ। स्टार्ट नभइकन तपाईँ डाइरेक्टली गएर अब तपाईँले के गर्नुहुन्छ लोकल होस्ट स्ल्यास तपाईँको प्रोजेक्ट हाल्नुभयो भने आउँदैन। अब हेर्नुहोस् अब ध्यान दिनुपर्ने कुरा के छ, यो अहिले मलाई लगइन छु नि डाइरेक्टली लगइन छु। अब यसलाई मैले के गर्नु पर्यो लगआउट गर्नु। मैले के गरेँ लगआउट गरेँ। लगआउट गरिसकेपछि के हुन्छ अब यस्तो आयो भोलिको दिन तपाईँले अब जस्तै के पाउनुहुन्छ जस्तै यति मात्रै पाउनुहुन्छ क्या यति मात्रै पाउनुहुन्छ भनेको जस्तै अब तपाईँ त ब्याकएन्डमा जानु पर्यो नि। ब्याकएन्डमा जानलाई के गर्ने यहीँ क्लिक गर्ने अनि अघि प्रिफिक्स भनेको नि प्रिफिक्स भनेको चाहिँ के हो भन्दाखेरि WP थियो नि त WP -admin यसरी हान्नुभयो भने तपाईँ के कहाँ पुग्नुहुन्छ लगइनको अप्सन पुग्नुहुन्छ है यसरी ठिक छ। त्यसपछि आफ्नो युजर नेम हाल्ने युजर नेम के छ तपाईँको युजर नेम हाल्ने पासवर्ड हाल्ने अनि तपाईँको फेरि के गर्ने ब्याकएन्डमा जानु लागि यसरी जाने ठिक छ। यसरी जाने तपाईँ त अहिले यो फ्रन्ट इन्ड भन्नुहुन्छ यो है। अब मलाई यति तपाईँको आइसक्यो अब ब्याकएन्डमा जानले तपाईँलाई कन्फ्युजन हुँदैन क्या। कन्फ्युजन कसरी हुँदैन भन्दाखेरि प्रिफिक्स तपाईँलाई थाहा छ नि त। यहाँ जाने क्लिक गर्ने यसमा WP -admin यसरी हान्ने बित्तिकै तपाईँको युजर पासवर्ड तपाईँलाई थाहै छ भइहाल्यो ठिक छ। यसरी गर्ने ओके। अनि हरेक कुरा कतिवटा प्रोजेक्ट बनाएको छु छुइनँ भनेर हेर्नको लागि चाहिँ के गर्ने तपाईँले सिम्पल के गर्ने भने न्यू ट्याब खोल्ने लोकल होस्ट स्ल्यास PHP -admin यहाँ क्लिक गर्ने। यति क्लिक गरेपछि तपाईँको यस्तो आउँछ कतिवटा प्रोजेक्ट छ अहिले मेरो हेर्नुहोस् त। मैले प्रिभियस कति धेरै गरेको छु WP आर्किटेक्चर उदयपुर यो सप नेपाल रोजेको बजार है पोर्टफोलियो धेरै गरेको छु नि त होइन। यो त मैले कतिवटा डिलिट गरेको छु यहाँ ल तपाईँको 15-20वटा थियो है मैले डिलिट गरेको। अहिले मैले यो चाहिने मात्रै राखेको तपाईँहरूलाई यो सिकाउनुभन्दा अगाडि यहाँ 15-20वटा भन्दा धेरै थियो ठिक छ। मैले डिलिट गरेर राखेको चाहिने मात्रै राखिरहेको छु ठिक छ। अब यसरी हेर्न सकिन्छ तपाईँहरूको अहिले एउटा मात्रै हुनसक्छ पछि तपाईँले अरू प्रोजेक्ट यहाँ क्रिएट गर्दै जाँदाखेरि सिस्टम त्यही हो है। डाटाबेसमा जाने प्रोजेक्ट क्रिएट गर्ने तपाईँको जस्ट अब अघि एकजनाले भन्नुहुन्छ सर अब त्यो वर्डप्रेस डाउनलोड गरिराख्नुपर्छ भन्नु गर्नु पर्दैन सिम्पल जाने वर्डप्रेस जाने यो यहाँ छ नि। अब जस्तै मैले यहाँ चाहिँ के क्रिएट गरेँ भन्दाखेरि सपोज मानिदियो मेरो डाटाबेसको नाम के छ नेपाल हब छ। अब मैले यहाँ चेन्ज गर्ने यसलाई कपी गर्ने यसलाई कपी गरेर के गर्ने सिम्पल कपी गर्ने कपी गरेर गएर म ठ्याक्कै फेरि मेरो कहाँ छ ज्याम कहाँ छ त्यो ज्याममा जाने ज्याममा गएर फेरि एचडक्स भित्र जाने एचडक्स भित्र जाने एचडक्स ओपन गर्ने तपाईँले अनि यहाँ क्लिक गरेर यहाँ पेस्ट गरिदिने। पेस्ट गरिसकेपछि फेरि तपाईँ जाने केमा ब्राउजरमा जाने आफ्नो ब्राउजरमा जाने ब्राउजरमा गएर फेरि सिम्पल त्यही हान्ने तपाईँले के हान्ने लोकल होस्ट स्ल्यास तपाईँको आफ्नो प्रोजेक्टको नाम के हो मैले के राखेँ अहिले नेपाल हब भनेर हाल्ने यसरी यो हाल्ने इन्टर गर्ने ठिक छ। अहिले मैले यहाँ क्रिएट गरेको छुइनँ त्यही भएर यस्तो आयो न त तपाईँको सिम्पल यसरी आउँछ ठिक छ। यो चाहिँ कहिले नभुल्नु होला है। नेक्स्ट प्रोजेक्ट गर्दाखेरि होस् तपाईँको अरू कसैको साथीको प्रोजेक्ट गर्दा होस् सुरुमा लोकलमा गर्दाखेरि चाहिँ यही गर्नुपर्छ ठिक छ। यो चाहिँ नभुल्नु होला तपाईँहरूले ओके। यति गरेर आउनुहोस् तपाईँले भोलि प्रब्लम के आयो भने भोलि हामी के हेर्छौँ भन्ने कुरा म तपाईँले बुझाइसकेको छु। भोलि लगभग हामीले चाहिँ कसरी थिम भने के हो यो सबै कुरा इन्स्टल गरेर सुरुबाट यो जुन ड्यासबोर्ड छ यो ड्यासबोर्डबाट हामी चाहिँ अब आज त हामीले बुझ्यौँ मात्रै नि त होइन र